नमस्कार सबैजनालाई मेरो ब्लगमा फेरि पनि स्वागत गर्दछु। केही लामो समयदेखि मैले मेरो ब्लगलाई निरन्तरता दिन सकेको थिएन। अब चाहिँ म बिस्तारै फेरि म आफ्नो ब्लगलाई निरन्तरता दिँदैछु। म विशेष गरी जापानमा बस्छु र जापानमा घटेका विभिन्न घटनाहरू र आफ्नो रियल लाइफमा जे कुराहरू घटेको छ त्यही कुराहरूलाई चाहिँ भिडियो मार्फत तपाईहरुलाई देखाउँदै आइरहेको छु। र आजको भिडियो चाहिँ छ म जापानबाट चाहिँ नेपालमा भनौं 1 महिना जति अगाडि जापानबाट नेपालमा गएको थिएँ र त्यहाँ जाँदाखेरि चाहिँ मैले जापानको नाइटा एयरपोर्टबाट नेपालको ल्यान्ड हुने टाइमसम्मको चाहिँ भिडियो तपाईहरुलाई क्याप्चर गरेको थिएँ र त्यही भिडियो चाहिँ आजको यस ब्लगमा चाहिँ म देखाउँदै छु। कृपया नाइटा एयरपोर्ट जुन जापानको नाइटा इन्टरनेसनल एयरपोर्ट छ त्यसबाट चाहिँ हाम्रो नेपालको ल्यान्डिङ टाइमसम्मको चाहिँ भ्यूहरु कस्तो देखिन्छ भनेर चाहिँ तपाईले यस भिडियोमा देख्न सक्नुहुनेछ। र मैले चाहिँ केही समयदेखि चाहिँ मेरो भिडियोलाई निरन्तरता किन दिन सकिन भने म आफ्नै कामको व्यस्तताको कारणले गर्दा पनि तपाईहरु माझमा चाहिँ मैले मेरो भिडियोहरु लिएर आउन पाएको थिइन। अब चाहिँ बिस्तारै म फेरि आफ्नो नर्मल लाइफमा के फर्किसकेको छु र म अब भनौं यो केही समय एक दिनमा भए पनि थोरै भए पनि समयहरु बचेको छ। त्यही बचेको समयलाई आफ्नो भिडियोहरु बनाउँदै तपाईहरु माझमा चाहिँ जापानका विभिन्न ठाउँहरुको भिडियोहरु तपाईहरुलाई देखाउने छु। र अब चाहिँ तपाईहरुले देखिसक्नु भएको छ म चाहिँ यो नाइटा एयरपोर्टबाट चाहिँ माथि उडिसकेको छु। यसपालिको मेरो सिट चाहिँ यो प्लेनको जुन पखेटाको भाग हुन्छ ठ्याक्कै त्यसको माथि नै परेको थियो र अरु बेलाको फ्लाइट भन्दा यो चोटीको फ्लाइटमा चाहिँ मलाई अलिकति डर महसुस पनि भइरहेको थियो किनकि यो पखेटा चाहिँ यो हावाको ब्यालेन्स नमिलेको बेलामा कुनै बेला प्लेनहरु मोडिदा अथवा यसको अब भनौं त्यो जो तलमाथि हुने टाइममा चाहिँ हल्का यो एकदम हल्लिदै रहेछ। हामीले टाढोबाट त देखेको थियौं प्लेनको पखेटा हैन, तर नजिकबाट हेर्दा चाहिँ एकदमै ठूलो देखिँदै रहेछ। हेर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो प्लेनको लम्बाइको भाग भन्दा पनि प्लेनको पखेटा चाहिँ ठूलो छ कि जस्तो हामीलाई अनुभव हुँदो रहेछ। मलाई त्यस्तो अनुभव भयो। र नेपाल एयरलाइन्सको चाहिँ तपाईको कतिवटा सिट छ भने झ्यालपट्टि जम्मा बीचमा चाहिँ 2टा प्यासेज छ। त्यसको झ्यालको भागमा 2-2वटा सिट र बीचमा चाहिँ तपाईको 4वटा सिट र यता छेउछेउमा 2टा सिट गरेर चाहिँ तपाईको लगभग बीचमा 4वटा छेउछेउमा 4 गरेर 8वटा सिटको लाइन हुन्छ। अब यता अगाडिदेखि पछाडीसम्म चाहिँ कतिवटा सिट हुन्छ मैले त्यो चाहिँ गनेको छैन, तर एकदमै ठूलो हुन्छ नेपाल एयरलाइनमा चाहिँ। अनि नेपाल एयरलाइनमा चाहिँ म जाँदाखेरि तपाईको मैले चाहिँ यहाँ आकाशबाट चाहिँ लगभग यो जापानको टाइम भनौं, जापानको टाइम चाहिँ मैले 10:30 को थियो टिकटमा, तर अलिकति त्यहाँनिर टेक्निकल प्रब्लमकोले गर्दाखेरि चाहिँ करिब म 11 बजेतिर चाहिँ जापानबाट उडेको थिएँ हैन। जापानबाट 11 बजेतिर उड्दाखेरि चाहिँ एकदम मस्त घाम लागिरहेको थियो। अहिले तपाईले यो भ्यूमा देख्न सक्नुहुन्छ एकदम बाहिर चाहिँ यो बादल भन्दा अलि माथि नै उडिरहेको छ अहिले प्लेन चाहिँ हैन। कति हाइट फिटमा थियो भन्ने कुरो चाहिँ अब त्यतिखेर मैले यहाँ अगाडि यो जुन सिटको अगाडि यो स्क्रिन हुन्छ त्यहाँनिर चाहिँ हेरिन, यति हेरेको भए चाहिँ मलाई ठ्याक्क थाहा हुन्थ्यो। अनि तपाईले मैले त्यो नहेरेको भएर चाहिँ मैले ठ्याक्कै यतिको फिटमा उडेको छ भन्ने चाहिँ पत्ता पाउन सकिन। अहिले यो तपाईले देख्नु भएको छ यो भ्यू चाहिँ हामी लगभग नेपालको चाहिँ आकाशमाथि छौं हैन। लगभग अब हामी ल्यान्डिङ टाइममा थियौं, त्यही भएर पनि मैले यो भिडियो क्याप्चर गरे। अनि यो तपाईले देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी लगभग बादल भन्दा मुनिको अवस्थामा छौं, बादल भन्दा मुनि। र यो जुन काठमाडौँको अलिकति भनौं मौसम चाहिँ अलिकति पानी परेको अथवा घाम त्यति राम्रोसँग नलागेको जस्तो अवस्था देखेँ मैले हैन। घाम त हल्का लागे पनि तर बादलले छेकेको कारणले चाहिँ त्यति राम्रोसँग चाहिँ पुरै घाम क्लियरली घाम लागेको अवस्था चाहिँ थिएन हैन। अनि अलिकति यो तपाईको बादल भित्र चाहिँ प्लेन उड्दाखेरि चाहिँ तपाईको यो अलिकति प्लेन चाहिँ हल्का हल्लिन्छ, त्यही भएर पनि यस्तो भयो। आजको भिडियो यति नै। तपाईलाई मेरो भिडियो कस्तो लाग्यो कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरेर साथ दिनु।